हेलो साथीहरू, नमस्ते। स्वागत छ यहाँहरूलाई मेरो च्यानल बुमिज इटमा। आज फेरि पनि म अर्को नयाँ मुकबाङको साथमा हजुरहरूको सामने आइसकेको छु। आज पनि प्योर भेज खाना नै छ है। खानामा चाहिँ के छ फटाफट भनिदिइहाल्छु। एकदमै भोक लागेको छ है। यहाँनिर चाहिँ छ छुर्पीको अचार, यहाँ छ रायोको साग र आलु मजाले बनाएको, यहाँ चाहिँ आलुदम, हरियो खोर्सानी र यहाँनिर चाहिँ धुलो अचार चाहिँ यो सागसँग खानुको लागि ल्याएको मैले। यो फर्सीको बियाँ र बदम हालेर बनाएको, डल्ले खोर्सानी हालेर, र हरियो खोर्सानी पनि छ। हरियो खोर्सानी चाहिँ खान्छु कि खान्दिनँ। यति नै छ आजको मेरो खानामा। अब ढिलो नगरी सुरु गर्छु ल साथीहरू। पिउनुको लागि पानीबाटै कस्तो तिर्खा लागिरहेको थियो। हुन्छ त साथीहरू, खाइ ल। पहिला चाहिँ छुर्पीको अचारसँगै खाइदिउँ है। हरियो खोर्सानी पुरा हालेर बनाएको छु है, एकदमै दामी। छुर्पी पनि मैले घरमै बनाएको। खोर्सानी हेर्नु पुरा छ, हरियो खोर्सानी पुरा पिरो छ। खाइले साथीहरू, फर्स्ट बाइट। वाउ, सुपर पिरो। कस्तो मिठो भएछ हौ आमामामा। अब चाहिँ धुलो अचार र साग यस्तो मिठो हुन्छ कि साथीहरू, काँडाको मेललाई यहीँ हालिदिन्छु अलिअलि गर्दै खाउँदा। मलाई चाहिँ एकदमै मिठो लाग्छ यो आलु उसिनेर रायोको साग बनाएको छु कि यो प्रकारले बनाएको चाहिँ मलाई एकदमै मिठो लाग्छ। अन्त साथमा चाहिँ यो धुलो अचार, यसमा चाहिँ मैले सुकाएको डल्ले खोर्सानी चाहिँ पुरा हालेर बनाएको छु, पिरो छ। आज दाल छैन, मुखमा पानी आएको। आलुदम पनि दामी हो। खोर्सानी चाहिँ खानु। अझै घिउ मनपर्छ भने हजुरहरूले यस्तो बनाएर घिउ हालेर खानुपर्छ, कस्तो मिठो हुन्छ। पिरोले चाहिँ तर सिँगान औला जस्तो भयो। यस्तो भोक लाग्यो साथीहरू, बिहानदेखि केही खाएको छैन। अहिले 3 बज्नु आँट्यो। अचार त अझै सकिएला जस्तो छ त, एक बट्टा
गरेर खाँदा त बब्बालै भयो, बब्बालै खान्छु त। साह्रो मिठो भएको आज त। वाउ, म त यो त दाल हालेको जस्तो भयो। तपाईँहरू पनि एकखेप ट्राई गर्नुहोस् ल। धुलो अचार र साग, साग मात्रै भुटेको छ भने पनि दामी हुन्छ यसरी खानु। सुक्खा सुक्खा दालहरू पनि केही चाहिँदैन। यस्तो मिठो भयो। अब चाहिँ सबै गरम गरम मुसेर खाने हो। अचार पनि हाल्ने हो। ल अब चाहिँ अब यति खाएपछि त भोलि 12 बजीसम्म केही खानु पर्यो र साथीहरू। एकदम टन्न एकैचोटि भोलि 16 आवर फास्टिङ भन्दा जस्तो। 16 पनि बेसी हुन्छ। खोर्सानी चाहिँ नखाउँला पिरो।
हुन्छ त साथीहरू, एकदमै मिठो एकदमै टेस्टी भएको थियो। मैले त खुब इन्जोय गरेर खाएँ। आशा छ हजुरहरूले पनि इन्जोय गरेर हेरिदिनुहुन्छ होला भन्ने है। आजको भिडियोबाट छुट्न चाहन्छु। फेरि नेक्स्ट भिडियोमा भेट हुने नै छ। तबसम्मको लागि बाई बाई, टेक केयर।